अब तपाईहरु बाली घुम्नको लागि इन्डोनेसिया जानु पर्दैन। आज म तपाईहरुलाई कोरियामा रहेको बाली देखाउन जाँदैछु। हेलो एभ्रीवान, स्वागत छ निमीको मिनी ब्लगमा। यो चाहिँ बाली स्टाइलको बालिदा क्याफे हो। यो चाहिँ आन्सानमा पर्छ। यो क्याफे चाहिँ 8 बजेसम्म खुल्ने रहेछ, त्यही भएर हामी चाहिँ एकछिन बाहिर डुल्ने भनेर निस्क्यौं। हामीले चाहिँ भिडियोहरु हेरेर जाँदा चाहिँ क्याफेको नजिकै समुद्र देखेको थियौं, तर अहिले चाहिँ समुद्रको पानी सुकिसकेको रहेछ। पानी सुकेको भएर होला कोरियनहरु चाहिँ त्यहाँनिर चाहिँ ससाना क्र्याब, सी सेल, वेस्टर सेल अनि साना साना माछाहरु चाहिँ खोजिरहेका थिए। सनसेटको टाइम चाहिँ लास्ट नै राम्रो देखिने रहेछ। फोटो भिडियो खिच्नको लागि चाहिँ यो गोल्डन आवर चाहिँ मेरो बेस्ट भयो। त्यसपछि हामी चाहिँ क्याफे फर्क्यौं। फोटो लभर, कफी लभर वा पिसफुल टाइमको लागि यो ठाउँ चाहिँ एकदमै बेस्ट छ। यदि तपाईहरुलाई कफी पिउँदै वेभ हेर्नु मन छ भने चाहिँ अलि पानी बढेको बेलामा आउनु भयो भने चाहिँ एकदमै राम्रो हुन्छ। यो कफी शपको भ्यू सँगसँगै खानेकुरा पनि एकदमै मिठो थियो। यहाँको पाम ट्री, काठको डिजाइन, खुल्ला समुद्रको भ्यू र फोटो खिच्न मिल्ने ठाउँ चाहिँ यहाँ चाहिँ एकदमै धेरै छ। एकैछिनको लागि भए पनि तपाईको बिजी लाइफबाट छुट्टी लिएर यो ठाउँ घुम्न चाहिँ अवश्य आउनु होला। आनसान आउनु भयो भने चाहिँ यो ठाउँ चाहिँ अवश्य नछुट्टाइकन आउनु होला। ओके, बाइ बाइ एभ्रीवान, थ्यांक यू फर वाचिङ।